क्रान्ति गर्न आएको यहाँ गयो हुन्छ बाटो लाग्यो हुन्छ मसँग 101 कामदारहरू छन् म अर्को बोलाउँछु हामीले पनि यहाँ काम गर्नुपर्ने केही आवश्यकता छैन हाम्रो पैसा हिसाब गर्दिन हामी जान्छौँ छैन पैसा गयो त्यस्तो भन्न पाउनुहुन्छ हामीलाई काम लगाएर अनुदानहरू जलवायु नीति र बजेटमा कमै मात्र मान्यता पाएको हामी सबैले देख्दै आएको छ न्यायको अर्थ यो पनि हो कि जलवायु परिवर्तनबाट प्रभावित हुने देश समाज समुदाय व्यक्तिहरूले आफूलाई असर गर्ने यो संसार हामीलाई कसरी पढाएको मलाई थाहा छैन तर यो संसार बनाएको श्रमिकहरूले हो यो संसार बनाएको मजदुरहरूले हो राजा महाराजको कथाहरू पनि गाइन्छ तर मलाई विश्वास छ यहाँ मैले मभन्दा पछिल्लो पुस्ताका मेरा साथीहरू देखिरहेको छु मलाई विश्वास छ यो संसार संयोगले आज कार्ल मार्क्सको जन्मदिन र तपाईँले श्रमिक मजदुरहरूको आधारभूत तहका वर्गहरूको कुराका बारेमा चाहिँ वकालत गरिराख्नु भएको छ यी दुईटा कुराको संयोगले मिल्न गएको छ र यस सन्दर्भमा कार्यक्रमको सफलताको शुभकामनाका साथ म कार्ल मार्क्सलाई फेरि सम्झन चाहन्छु हामीले रिसर्चबाट नै केही कुराहरू ल्याउने हो त्यो कुराहरू ल्याउँदै गर्दाखेरि चाहिँ त्यसले डिस्कोर्स ओपन भएको छ त्यसले एभिन्युज ओपन भएको छ तर त्यो पर्याप्त छ त त्यसले चाहिँ साँच्चै नै त्यो सीमान्तकृत वर्गलाई चाहिँ जस्टिस दिएको छ त भनेर भन्दाखेरि चाहिँ अहिलेको यो विकासको शरीर एकदम चिलायो मान्छेहरू बिरामी हुन थाल्यो अनि मात्रै हामीले अहिले चाहिँ याद गरेका छौँ कि अनि यो विषय चाहिँ हामीले काम गर्दै भइरहेका छन् जुनै दोहन भइरहेका छन् यसलाई चाहिँ रोक्नुपर्छ भनेर दाइले आवाज उठाउँदाखेरि उनीहरूले बोलाएर 25 गरे तर जलवायु परिवर्तनको यो असरहरूसँग जुझ्नको लागि चाहिँ यस्ता सार्वजनिक सम्बन्ध एकदमै धेरै महत्त्वपूर्ण छ त्यही पनि त्यो चाहिँ त्यसको जग्गा पाइएन भने नेपाल सरकारले लगाएको कानुन मात्रै हेरेर साम्दैछौँ
खास गरेर औद्योगिक मुलुकहरूले यो औद्योगिक मुलुकहरूले उनीहरूको जुन नैतिकताको कुरा छ त्यो नैतिकतालाई कानुनमा जोडेर मोरल अथोरिटीलाई लिगलिस्टिक पोइन्ट अफ भ्यूबाट जोडेर चाहिँ यो एउटा अभियान जनचेतना चाहिँ फैलिन सकेकै छैन नि त। सो हामीले समुदाय स्तरमा छलफलहरू गर्छौँ, यो जनचेतना जगाउँछौँ, नीतिको कुराहरू गर्छौँ भने जलवायु यो अझ क्रान्तिकारी अझ जुझारु अझ ताकतदारको रूपमा अरू सहयोग गरेन भन्ने कुरा हाम्रो एउटा तबका एउटा कोर्स शान्ति एउटा कोर्स हामीले कुरा गरेको। हिजोको जुन आज मैले 16 वर्षदेखि काम गरिरहेको छु यो अनौपचारिक क्षेत्रको सवालमा, त्यहीमा श्रमिक महिलाहरूको सवालमा। तर जुन हिजो मैले 16 वर्ष अगाडि जुन रेस्टुरेन्टमा काम गर्दाखेरि भोगेको समस्या थियो त्यो आज पनि त्यस्तै जैकुदै छ कि, किनकि महिलाले अलिकति लुगा लगाएको भरमा, लिपस्टिक लगाएको भरमा होइन रेस्टुरेन्टमा काम गर्ने जस्ता रातिमा काम गर्ने युवालाई अर्थपूर्ण ढङ्गले कहिले पनि सहभागी गराएको छ। परिणाममा त अहिले पनि युवा प्रतिनिधित्व नहुने, युवा शिक्षा प्राप्त गर्ने अध्ययन गुणस्तरीय नहुने, स्वास्थ्यमा पहुँच नहुने र नेपाललाई यही अवस्था नलागिसके पछाडि एउटा वितृष्णा जगाएर अहिले पनि जो उत्पीडनमा छन् तिनीहरूको आवाज बोल्ने, अहिले त डेलिगेट त साँच्चै पार्टीको झोले जस्तो झोला बोक्ने, उनीहरूको नीतिमा मात्रै बस्ने, आफ्ना कुराहरू केही पनि नराख्ने, नत्र यत्रो शिक्षकको आन्दोलन 89 दिनसम्म जान सक्छ। तपाईँहरूको खै कहाँ छ तपाईँहरूको चाहिँ उपस्थिति? तपाईँहरू भन्नुभएको छ। म आधारभूत विश्वास केमा गर्छु भने लोकतन्त्र भएन भने केही पनि हुँदैन। 8 सालमा नेपालमा एउटा ट्रेड युनियन बनाएको थियो, जुत्तै हुनुहुन्थ्यो। 17 सालमा महेन्द्र राजाले ऊ गर्दा राजनैतिक दल र राजनैतिक दलसँग अलाइन गर्नेहरू सबैलाई प्रतिबन्ध लगाइदिएर त्यो ट्रेड युनियन समाप्त भयो। 36 साल जलवायु न्याय तथा मर्यादित श्रम अभियान सम्मेलन 22-23 वैशाख 2082 काठमाडौँ। एक्सएमएल इन्टरनेसनल नेपाल, युथ एडभोकेसी नेपाल र महिला एकता समाज लगायत 50 भन्दा बढी सङ्घ संस्था, नागरिक समाज र आम नागरिकको संयुक्त साझेदारी। नमस्कार, छोटो भिडियोलाई किन क्लिप गरियो, किन सिज गरियो भन्दा त्यो हेर्नै सक्ने अवस्थामा छैन क्या मान्छे। त्यो अवस्थामा बसेर तपाईँहरू काम गरिरहनु भएको छ। अब संविधान, नेपालको संविधानले महिलाको हक अधिकारको विषयमा संविधानमा सुनिश्चित गरेको छ। किस्साका सामग्रीहरू बनाउँथ्यो, मैले लामो कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दा जबसम्म हामीले श्रमलाई मर्यादा गर्नुपर्छ, श्रमलाई हामीले चाहिँ
श्रम गर्नेहरूलाई हामीले जबसम्म सम्मान गर्न सक्दैनौँ तबसम्म हामीले हाम्रो मुलुक बनाउने कुरा हाम्रो राष्ट्र निर्माण गर्ने कुरा चाहिँ सम्भव नै छ